हेलो एभ्रिवान। आज मैले खसीको मासु बनाउँदैछु र नानीले खसीको मासु नखाने भएको हुनाले थोरै ब्रोइलरको मासु पनि बनाउँदैछु। के कसरी बनाउँछु सबैले हेरेर साथ दिनुलाई है त। मैले यो सुरुमा कराईमा तेल राखेँ। यो चाहिँ खसीको मासुको लागि हो र अर्को कराईमा चाहिँ यो ब्रोइलरको लागि तेल राखेँ। अनि यसरी मैले खसीको मासुको लागि तेल जिरा फ्राई अनि त्यसपछि लसुन मात्रै फुराएँ। मैले खसीको चाहिँ भुटुवा बनाउँदैछु। यता ब्रोइलरको लागि चाहिँ प्याज राखेँ, प्याज फुराएँ। म लसुन चाहिँ एकछिनपछि राख्छु। यो भुटिँदैछ। अब त्यसपछि अर्को कराईमा चाहिँ मैले फेरि उता लसुन पनि भुटिरहेको छु। यो रातो हुँदैछ। यो रातो रातो भयो भने ब्राउन कलरको भयो भने मैले यसमा मासु राख्छु। मासु राखेर यसरी म चलाउँछु। धेरै बेरसम्म मैले यसलाई भुट्छु, केही नराखेर भुट्छु। मैले सिम्पल बनाउँछु खसीको मासु चाहिँ यस्तै मनपर्छ मलाई। मन त ग्रेभी पनि पर्छ तर मलाई यस्तो झन् अझै मनपर्छ भुटुवा। त्यही भएर मैले लसुन मात्रै राखेर बनाउँछु। यतातिर मैले प्याज राखेपछि यता लसुन पनि राखेँ ब्रोइलरको लागि। मैले लसुन चाहिँ पछि राख्छु। अरूले चाहिँ धेरै लसुन पहिला राख्नुहुन्छ, मैले चाहिँ पहिला प्याज राखेर लसुन राख्छु है। अब मैले यसमा मासु राखेँ। मैले मासुलाई भुट्छु। एकछिनसम्म मैले यसरी चलाउँछु। त्यसपछि मैले यसरी चलाइसकेपछि अब यतातिर रेडी हुँदैछ। यतातिर फेरि खसीको मासु पनि बन्दैछ। एकपटक यता भात पनि बन्दैछ। ल भात तयार भइसकेको छ। यता मासु भुट्दैछु। धेरै बेरसम्म मैले यसलाई रातो हुने गरी भुट्छु। एकछिन बेसार नराखेर भुट्छु। यसलाई पनि मैले एक साइडमा ब्रोइलर एक साइडमा खसीको मासु भुट्दैछु। र मैले ब्रोइलरको मासुमा यसरी बेसार राखेँ। बेसार राखिसकेपछि मैले यसमा टमाटर पनि राख्छु। टमाटर पनि राखेँ मैले। टमाटर र नुन राखेर मैले यसलाई ढाकिदिएँ। नानीले खासै खुर्सानी पनि नखाने हुनमा मैले खुर्सानी राखेको छैन। यता खसीको मासु पनि बन्दैछ, रेडी हुँदैछ। यता बन्दैछ खसीको मासु। त्यसै गरी ब्रोइलरको मासु। अब यसलाई मैले खसीको मासुलाई चाहिँ ढाकेर छोडिदिएँ। अब यता ब्रोइलरको मासु चाहिँ रेडी भइसकेको छ लगभग। मेरो क्यामेरामा चाहिँ खै किन हो बेसार राखे पनि त्यति पहेँलो देखिँदैन। रियलमा चाहिँ पहेँलो छ, भिडियोमा चाहिँ हल्का अलिक मधुरो आएको छ। लगभग रेडी भइसक्यो। रेडी भइसकेर मैले यसलाई मसला राख्छु प्याकेटको मासु मसला। अब यो रेडी भइसक्छ। लगभग तयार भइसक्यो। माथिबाट धनियाँ राखेँ मैले। अब त्यसपछि यो तयार भयो यो मासु। उता अब खसीको मासु अलिकति एकछिन टाइम लाग्छ त्यसलाई चाहिँ। ल यो रेडी भयो। खसीको मासु चाहिँ एकछिन टाइम लाग्छ यसलाई। मैले भुट्दैछु। लगभग यो पनि तयार भइसक्यो। मैले माथिबाट मसला राखेँ, पिसेर राखेको मसलाहरू राखेँ। त्यसपछि यो रेडी भयो। अब मैले यसको माथि एउटा खुर्सानी पनि राखेको थिएँ। त्यसपछि यहाँ माथिबाट मैले धनियाँ पनि राखेँ। ल यो खसीको मासु पनि रेडी भयो। मासु रेडी भइसक्यो। अब यतातिर मैले चाहिँ सलादहरू रेडी पार्दैछु। अनि सलादहरू रेडी पारेपछि मैले खाना दिन्छु सबैलाई। थ्याङ्क यू। समय साथ दिनुभयो।